नमस्कार हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला साथीहरू। अनि म पनि सन्चै आरामै छु। आज चाहिँ हिरा हाउसको किचनमा के पाक्दैछ त साथीहरू भन्नुहुन्छ भनेदेखि एकदम मिक्स तरकारी पाक्दैछ है साथीहरू। यो भयो फापरको साग है, अनि चम्सुरको साग, अनि यो भइहाल्यो मेरो आफ्नै बारीमा फलेको यो सबै अर्ग्यानिक तरकारीहरू के रायो, चम्सुर, अनि फापर, अनि पालुङ्गो मिक्स तरकारीको ग्रेभी बनाउँदैछु साथीहरू। कसरी बनाउने यो मिक्स तरकारीको ग्रेभी चाहिँ साथीहरू, यो मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला साथीहरू। फर्स्टमा चाहिँ मैले राखेँ साथीहरू यहाँनिर तेल है, थोरै मात्रै तेल एड गर्ने, धेरै तेल एड गर्न हुँदैन साथीहरू है। अनि कराई चाहिँ अघिदेखि एकदम धेरै तातिरहेको हुनाले गर्दाखेरि यसमा चाहिँ मैले थोरै ज्वानो र मेथी फुराइदिएँ साथीहरू। अब यसलाई एकदम रातो हुन दिने एकछिनसम्म। मेरो मेथी चाहिँ रातो भइसकेको छ साथीहरू। यसमा चाहिँ मैले थोरै खोर्सानी पनि फुराएँ साथीहरू, सुकेको खोर्सानी याद गरेँ, यसमा प्याज पनि याद गरेँ साथीहरू है। अनि यसलाई एकछिनसम्म चलाइदिएँ मैले है। यसलाई एकछिन चलाइदिएपछि साथीहरू मैले यसमा के याद गरेँ भनेदेखि अदुवा र लसुनको पेस्टलाई याद गर्दै साथीहरू है। अनि यस्तो मस्त तरिकाले यसलाई चलाउने, भुट्ने, मेरो तरिकाले पनि एकचोटि पकाएर खानु है साथीहरू है। हजुरहरू आफ्नै तरिकाले पकाएर खानुभएको छ भनेदेखि यो भिडियोलाई हेरेर कहिलेकाहीँ चाहिँ मेरो तरिकालाई पनि प्रयोग गरेर खानु होला है साथीहरू। अनि यसमा चाहिँ मैले टमाटर याद गरेँ साथीहरू। हेर्नुहोस् है, एकदमै टेस्टी हुन्छ साथीहरू, एकदमै मिठो हुन्छ यो तरिकाले है। हजुरहरू पनि एकचोटि अवश्य यो तरिका अपनाएर खानु होला। हुन त हजुरहरू पनि यसरी नै पकाउनुहुन्छ होला। अनि यसमा चाहिँ मैले थोरै मिक्स सब्जी मसला साथीहरू, यो चाहिँ यहीँनिर माथि चप्पलीमा बनेको एकदमै मिठो सब्जी मसला है, एकदमै टेस्टी छ साथीहरू। हजुरहरूले पनि यो लिन सक्नुहुन्छ। अनि साथीहरू यसमा चाहिँ मैले थोरै बेसार पनि याद गरिदिएँ, बेसार पनि याद गरिदिएँ। अब यो मसलालाई अनि यो बेसारलाई, यो टमाटरलाई चाहिँ एकदम मजाले पाक्ने तरिकाले होइन छोपेर पकाउनुपर्छ साथीहरू है। एकदम मजा तरिकाले भुटी छोपेर यसलाई चाहिँ पकाउनुपर्छ है साथीहरू। हेर्नुहोस् है साथीहरू, मेरो चाहिँ मसला तयार भइसकेको छ, मसला पाकिसकेको छ। अब यसमा चाहिँ म याद गर्दैछु मेरो तरकारी, सागहरूको मिक्स तरकारी है साथीहरू। यो चाहिँ मेरो आफ्नै बारीमा फलेको एकदमै अर्ग्यानिक साग है। यसमा कुनै पनि विषादीहरू प्रयोग नगरी, कुनै पनि मलहरू विषादी मलहरू प्रयोग नगरी एकदम शुद्ध गाईको मलबाट मात्रै फलेको तरकारी मैले याद गरेँ साथीहरू। हेर्नुहोस् है साथीहरू, मेरो साग चाहिँ अब पाक्दैछ। मैले चाहिँ यसमा चाहिँ स्वाद अनुसारको नुन पनि लगाउँदैछु है। हजुरहरूलाई कतिको मनपर्छ त्यही अनुसार नुन राख्नु होला साथीहरू। हेर्नु है साथीहरू, नुन राखेपछि चाहिँ यो तरकारी चाहिँ गलेर थोरै भएको छ। अघि चाहिँ कराईमा नअट्ला जस्तै भएको थियो भनेदेखि नुनले चाहिँ यसलाई गलाइसकेको छ है, पानीहरू निस्किसकेको छ योबाट। अब यसलाई चाहिँ एकछिन चलाएर हल्का छोपिदिने साथीहरू, एकछिन छोपिदिने है, हल्का छोपिदिने यसलाई चाहिँ। हेर्नुहोस् है साथीहरू, मेरो चाहिँ यो मिक्स सागको ग्रेभी चाहिँ तयार भइसकेको छ साथीहरू। कहिलेकाहीँ चाहिँ हामीले यसरी पनि तरकारीको रसलाई खानुपर्छ के साथीहरू, फ्राई मात्र होइन, यस्तो ग्रेभी पनि बनाएर खाँदाखेरि एकदमै मिठो अनि एकदमै स्वादिष्ट हुन्छ। अब चाहिँ म यो खानेकुरा खाँदैछु। अब बाबुको लागि पनि पस्केर छोरालाई पनि दिँदैछु साथीहरू।